अनि कस्तो लाग्यो आजको चटपटी या पोखरा फेवातालको अगाडि बसेर या झिलमा तालको अगाडि बसेर है चटपटी राम्रो लाग्यो कस्तो लाग्यो हजुर उहाँ पनि पहिला पोखराबाट आउनुभयो अरे या धेरै सालपछि आउनुभएको अरे अझ हामीसँग फोटो खिच्नु पर्यो हजुर फोटो खिच्नु पर्यो या भिडियोमा खिचेर चाहिँ अब भोलि हेर्नुहोस् ल ल ल ल राम्रो भयो आनन्द भयो है हाम्रो तिनैजनाको सबै होस् न यता आउनुहोस् अलिक ल भयो ठिक छ ठिक छ ठिक छ राम्रो हुने भयो ल अनि तपाईँ कति सालपछि पोखरा आउनुभएको धेरै सालपछि आउनुभयो है रमाइलो भएर आएछ अहिलेसम्म ओहो तपाईँलाई एकदम चटपटी त एकदम मनपर्ने रहेछ तपाईँलाई पुरै प्लेट तपाईँ एक्लै खाने हो कि क्या हो किन्दाखेरि त दुईजना सँगै भएर खान्छु भनेर हजुर 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 के हो ओहो तर एकदम राम्रो छ त खानु हुँदो रहेछ चटपटी त उहाँले चाहिँ के खानुभयो तपाईँ बदम खानुभयो उहाँले पनि एकदम मजाले खानु तपाईँको छोरा हुनुहुन्छ हो हजुर ए ल हामीले त ए चिन्नु भएन हामीले पनि ल पछि चिन्छ होला चिनाजाना भएछ हजुर शुभ नाम के पर्यो राधा कणेल ओहो राधा कणेल राधा कणेल राधा करेल है ल पोखराको है पोखराको राधा कणेल ओहो होइन यही बस्नुहुन्छ न सधैँ त हाम्रो घर घरेर छैन बाबु कोठामा बस्छ हो ए अहिले कोठामा बस्नुहुन्छ हस् ए पोखरामै बस्नु भएछ पोखरामै अब यस्तोमा घर घडी गरेर बस्नु पायो त यहाँ आगो बल्या हुन्थ्यो हुन्छ 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 जानै हुन्छ अहिले पनि ढिलो भएको छ टाढा हुनु बाबु हुन्छ हुन्छ चिन्ता नगर्नुहोस् चिन्ता नगर्नुहोस् यो माथि शङ्कर भगवान्को कृपाले सबै कुरो हुन्छ अझै मन्दिर जानुभयो है शङ्कर भगवान् मन्दिर माथि एकदम राम्रो राम्रो भएछ अहिले एकदम राम्रो बनाएछ है हजुर हो शङ्कर भगवान्को मन्दिर हो माथि त्योभन्दा माथि हो त्यो त माथि सरङकोट यतापट्टि हो होइन यो उतापट्टि त्यो सरङकोट हो यतापट्टि एकदम राम्रो बनाएछ एकदम है भाइले थाहा होला नि